वेलकम बैक टू पश्चिमी ब्लूज यूट्यूब च्यानलमा। पश्चिमी ब्लूज यूट्यूब च्यानलमा यहाँहरूलाई स्वागत छ। आज हामी यात्रा गर्नेछौँ दुप्चेश्वर महादेवको, जुन चाहिँ नुवाकोट जिल्लामा अवस्थित रहेको छ। यात्रा गर्ने क्रममा विभिन्न खोला, झरनाहरू र हिमालको दृश्यहरू हामीले देख्न पाउँछौँ। दुप्चेश्वर महादेवलाई दोस्रो पशुपतिनाथ भनेर पनि चिनिन्छ। दुप्चेश्वर महादेव टाढी नदीको परिसरमा रहेको पाइन्छ। आराम छु, आरामको कामना गर्न चाहन्छु। आज हामी हाम्रो यात्रा सुरु गर्नेछौँ सामाखुसी चोकबाट, र सामाखुसी चोकबाट दायाँ लाग्ने हो टोखातिर। हामी वसुन्धरा चोकबाट आएका छौँ र यहाँबाट मात्र 2 घण्टा 18 मिनटको राइडमा 58.6 किलोमिटर दूरी पार गरेपछि हामी दुप्चेश्वर महादेव पुग्न सक्छौँ। टोखा प्रवेशद्वारबाट हामी प्रवेश गऱ्यौँ र प्रवेश गर्ने बित्तिकै हामी यहाँ पेट्रोल पम्प देख्न सक्छौँ र यहाँबाट हामी अगाडि बढ्ने छौँ र हामी झोर बौडेश्वर महादेव हुँदै अगाडि बढ्ने छौँ र हामी आज दुप्चेश्वर महादेव पुग्नेछौँ, जुन चाहिँ नुवाकोटमा टाढी नदीको परिसरमा अवस्थित रहेको छ। अहिले हामी टोखामा हिँड्दैछौँ। बाटो सबै राम्रो छ, पिच छ, ढलान छ, कहीँ थोरै अफरोड भए पनि एकदम यात्रा रोमाञ्चक छ। तपाईहरू पनि यसो टाइम मिलाएर दर्शन गर्न आउनुहोला। हल्का टी ब्रेक टोखामा हामी केही चिन चिया खाएर अगाडि बढ्नेछौँ। अहिले हामी टोखा नगरपालिका वडा नम्बर 1 मा हिँड्दैछौँ। यस्तो रमणीय छ, जाडो महिना, घाम लागेको छ, वरिपरि हरियाली दामी छ। माथि देखिएका सुन्दर पहाडका दृश्यहरूले एकदमै मन प्रफुल्लित बनाउँदछ। यो चाहिँ यो हाइवे देखाउन, यो चाहिँ हाइवे। यता चाहिँ अब यो शिवम सिमेन्टको बोर्डहरू देख्न सकिन्छ। यता हेर्नुहोस्, यो चाहिँ टोखाको बौडेश्वर महादेव मन्दिर, बौडेश्वर महादेव मन्दिरको यहाँ देख्न सकिन्छ र झोर झरना देख्न सकिन्छ। अहिले हामी अहिले जाँदैछौँ दुप्चेश्वर र अहिले हामी आइपुगेका छौँ झोर वाटरफलको गेटमा। यहाँबाट चाहिँ बाइक पार्किङ गरेर हामी यहाँबाट ओर्लेर करिब 10 मिनटको हिँडाइमा बौडेश्वर झोर वाटरफल, बौडेश्वर महादेवको मन्दिर, झोर वाटरफल, झोर झरनामा पुग्न सक्छौँ भने हामी यहाँबाट सिधा चाहिँ जानेछौँ। यहाँबाट सिधा गयो भने हामी नुवाकोट दुप्चेश्वर पुग्छौँ। हामी आज बाइक राइडिङ गरेर जाँदैछौँ। अहिले हामी अब यहाँबाट अगाडि बढ्ने छ, हाम्रो यात्रालाई बढाउनेछौँ। यहाँबाट सिधै गयो भने नुवाकोट पुगिन्छ। अब आज हाम्रो यात्रा चाहिँ दुप्चेश्वर मन्दिरसम्मको बसहरू। अहिले हामी हाइटमा आइपुगेका छौँ शिवपुरी निकुञ्जमा र यहाँबाट देखिएको सुन्दर मनोरम दृश्य, हिमालको दृश्य देखिन्छ यहाँबाट। यसले मनै प्रफुल्लित तुल्याएको छ र बाटोमा देखिने यस्ता दृश्यले साँच्चै नै मन प्रफुल्लित तुल्याउँदो रहेछ। वेलकम छ प्रवेशद्वारमा। बाटो एकदमै राम्रो छ, उकालो ओह्रालो भए पनि। मलाई हेर्नुहोस् झरना, यो झरनाको कलकल आवाजले मनै प्रफुल्लित तुल्याएको छ, मनै आनन्दित तुल्याएको छ। यो निरन्तर बगिरहने यो झरनाको पानीले साँच्चै नै हाम्रो नेपालको सुन्दरतालाई दर्शाउँदछ।
यस्तो दामी छ आहा वा हेर्नुहोस् त अक्टोपस झर्ना जस्तै देख्दो रहेछ यो झरनाले यो चिसो मौसममा मनै शीतल बनाएको छ अझै गर्मीमा त कति मजा आउने होला यो नुवाकोटको टार र फाँटहरूले गर्दा नै पृथ्वीनारायण शाहले पहिला नै एकीकरण गर्ने सोच बनाएर एकीकरण गरेको इतिहासमा पाइन्छ दोर्खु खोला पुल थ्री 360 भ्यूमा देखेको रमाइलो रमणीय एकदमै दामी भ्यू हल्का अफ रोड ठाउँ-ठाउँमा यसरी होटेलको खानाको व्यवस्था रहेको पाइन्छ। ल हेर्नुस् झोलुङ्गे पुल र यहाँ छेउमै रहेको छ एउटा पक्की पुल। यो नुवाकोट जिल्लामा धेरै ठाउँमा यसरी पक्की पुल र झोलुङ्गे पुल सँगसँगै देख्न पाइयो। सर 25 किलोमिटर छ अब सायदै यस्तो पुल कर्णाली वासीहरूको लागि बनाइदिएको भए कति राम्रो हुन्थ्यो होला। कर्णाली नदीमा कति मान्छे तुइनबाट खसेर ज्यान गुमाएका छन्। ल हेर्नुहोस् कस्तो दामी पुल बनाएको छ। खोलाको पानी कति राम्रो कलकल। आहा यति कञ्चन छ कि पानी। स्वागत गर्छ यहाँलाई। अहिले फाइनल्ली हामी दुप्चेश्वर महादेवको पार्किङ परिसरमा आइपुगेका छौँ। पार्किङ एरियामा ल हेर्नुहोस् स्वागतम दुप्चेश्वर ऐतिहासिक धार्मिक तथा सांस्कृतिक मेलाको बेलामा लगाएको यो गेट रहेछ। दुप्चेश्वर महादेवको छिर्ने गेट हो र यो पार्किङ एरिया वरिपरि फुलहरू राखेर बसेका छन् दिदीबहिनीहरू, आमा आन्टीहरू। अब हामी यहीँ बाइक पार्किङ गरेर भित्र प्रवेश गर्नेछौँ।
टाढी नदीको परिसरमा चट्टानको पहरोमा दुक्षेश्वर। यो चाहिँ टाढी नदी हेर्नुस्। कस्तो दामी छ टाढी नदी। कलकल पानी बगेको, नुहाउनु लाग्ने यो कलकल बगेको पानी चट्ट एक गिलास छिकेर खाइहालौँ जस्तो लाग्ने कस्तो दामी छ हेर्नु त। आहा, टाढी नदीको पानी यति कञ्चन छ। अहिले हामी दुक्षेश्वर महादेव मन्दिरमा छौँ। यो देखेको त्रिशूल र दुक्षेश्वर महादेवको मन्दिरमा हामी अवस्थित छौँ। ल म तपाईँहरूलाई यो परिक्रमा गराउनेछु।
दुप्चेश्वर महादेव मन्दिर नुवाकोट जिल्लाको राउत बेसी स्थित टाढी नदी परिसरमा अवस्थित धार्मिक पर्यटकीय पवित्र स्थल हो। दुर्गम स्थानमा अवस्थित यो दुप्चेश्वर मन्दिर समुद्री सतहबाट 700 मिटर उचाइमा पर्छ। यो मन्दिर चट्टानको पहरोमा अवस्थित छ। मन्दिरको फेदीमा कलकल बगेको टाढी नदीको माथि झोलुङ्गे पुल तथा डाइभर्सन पाइन्छ। यो मन्दिर घुमाउरो सिँढी हुँदै उक्लनु एक नयाँ आयाम दिन्छ। यो नुवाकोट जिल्लाको प्रसिद्ध धार्मिक स्थल हो। दुप्चेश्वर महादेवलाई दोस्रो पशुपतिनाथ भनेर पनि चिनिन्छ। पौराणिक कथन अनुसार 400 वर्ष अघि एक तामाङको गाई हराएपछि खोजी गर्दै जाँदा पहरोमा दुध चढाइरहेको पाइएपछि उक्त ठाउँलाई दुधेश्वर महादेव रहेको र उक्त ठाउँलाई प्रत्येक वर्ष धान्य पूर्णिमाको दिन विशेष मेला लाग्दै आएको छ। दुप्चेश्वरको मेलामा काठमाडौँ, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, रसुवा, धादिङ, गोर्खा आदि जस्ता विभिन्न देशका जिल्लाबाट दर्शनार्थी तीर्थालुहरूको भिड लाग्ने गर्छ। सन्तान नहुनेहरू सन्तान माग्न आउने तथा जोडी नहुनेहरू जोडी जुराउन विशेष वर माग्न आउने धार्मिक परम्परा रहिआएको छ। दुप्चेश्वर महादेवको भक्तिपछि सन्तान प्राप्ति हुने विश्वास रहिआएको छ। हरेक वर्षको पुष महिनामा धान्य पूर्णिमाको अवसरमा साताव्यापी मेला लाग्ने गर्छ। त्यस्तै साउने सङ्क्रान्ति र हरेक सोमबार विशेष मेला पूजा अर्चना लाग्ने गर्छ। शिवरात्रिमा पनि विशेष यहाँ मेला लाग्ने गर्छ। दुप्चेश्वर महादेव मन्दिर नुवाकोट जिल्लाको राउत बेसी स्थित टाढी नदी परिसरमा अवस्थित धार्मिक पर्यटकीय पवित्र स्थल हो। दुर्गम स्थानमा अवस्थित यो दुप्चेश्वर मन्दिर समुद्री सतहबाट 700 मिटर उचाइमा पर्छ। यो मन्दिर चट्टानको पहरोमा अवस्थित छ। मन्दिरको फेदीमा कलकल बगेको टाढी नदीको माथि झोलुङ्गे पुल तथा डाइभर्सन पाइन्छ। यो मन्दिर घुमाउरो सिँढी हुँदै उक्लनु एक नयाँ आयाम दिन्छ। यो नुवाकोट जिल्लाको प्रसिद्ध धार्मिक स्थल हो। दुप्चेश्वर महादेवलाई दोस्रो पशुपतिनाथ भनेर पनि चिनिन्छ। यहाँबाट छिर्यो भने ढाड कम्मर दुखेको निको हुने विश्वास रहिआएको छ। म यहाँबाट छिर्ने छु। Oh my god. सानो रहेछ है।
साँगो रहेछ फाइनली चाहिँ छिरिसके। पौराणिक कथन अनुसार 400 वर्ष अघि एक तामाङको गाई हराएपछि खोजी गर्दै जाँदा पहरोमा दुध चढाइरहेको पाइएपछि उक्त ठाउँलाई दुधेश्वर महादेव रहेको र उक्त ठाउँलाई प्रत्येक वर्ष धान्य पूर्णिमाको दिन विशेष मेला लाग्दै आएको छ। दुप्चेश्वरको मेलामा काठमाडौँ, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, रसुवा, धादिङ, गोर्खा आदि जस्ता विभिन्न देशका जिल्लाबाट दर्शनार्थी तीर्थालुहरूको भिड लाग्ने गर्छ। सन्तान नहुनेहरू सन्तान माग्न आउने तथा जोडी नहुनेहरू जोडी जुराउन विशेष वर माग्न आउने धार्मिक परम्परा रहिआएको छ। दुप्चेश्वर महादेवको भक्तिपछि सन्तान प्राप्ति हुने विश्वास रहिआएको छ। हरेक वर्षको पुष महिनामा धान्य पूर्णिमाको अवसरमा साताव्यापी मेला लाग्ने गर्छ। त्यस्तै साउने सङ्क्रान्ति र हरेक सोमबार विशेष मेला पूजा अर्चना लाग्ने गर्छ। शिवरात्रिमा पनि विशेष यहाँ मेला लाग्ने गर्छ। खुड्किला रहेछ। तपाईँहरू खोल लाएर आउनुभएछ, म त खोलेर आएछ। कस्तो चिसो रहेछ क्या। यो चाहिँ अखण्ड दीप जुन चाहिँ निरन्तर बलिरहन्छ। दुप्चेश्वर महादेव हामी प्रवेश गऱ्यौँ। मुख्य मूर्ति दुप्चेश्वर महादेवको मुख्य मूर्तिमा हामी आइपुगेको छौँ। यो चाहिँ दुप्चेश्वर महादेव र माथि राखिएको यो ताम्रपत्र पित्तल के भन्छ यसलाई, यहाँबाट चाहिँ निरन्तर रूपमा दुध बगिरहेको हुन्छ र भक्तालुहरूले श्रद्धालुहरूले चाहिँ यहाँ गाईको दुध चढाउने चलन रहिआएको छ। ल हेर्नुहोस् गाईको दुध चढाउँदै। दुप्चेश्वर महादेवको दर्शन गर्नाले सन्तान प्राप्ति हुने, मनले चिताएको पुग्ने, नबोल्ने बालबालिका बोल्ने विश्वास रहिआएको छ। भक्तालुहरू श्रद्धालुहरू टाढा टाढाबाट आउने, भाकल गर्ने र माग पुरा भएपछि भाकल पुरा गरेको देख्न सकिन्छ। यहाँ हामीले लामालाई पनि बसेको देख्न सक्छौँ। यहाँ लामाज्यू बस्नु भएको छ। यहाँ आफ्नै धार्मिक परम्परा छ।
यो दुप्चेश्वर महादेवको भिडियोलाई यहीँ बिट मार्न चाहन्छु। फेरि पनि नयाँ नयाँ भिडियो लिएर आउने नै छु। भिडियो कस्तो लाग्यो तपाईहरु कृपया प्रतिक्रिया दिनुहोला। भिडियो हेरिदिनु भएको लागि धन्यवाद। भिडियो मन परेमा लाइक, कमेन्ट र सब्स्क्राइब गर्न नबिर्सिनु होला। थ्यांक्स फर वाचिङ द भिडियो।